हुनेछ। किताबको नाम रहेछ मुसा र बिरालो। लेखकको नाम हो त्यसप्रकाश श्रेष्ठ। चित्रकारको नाम हो विनिता बुद्धाचार्य। पाना 24वटा छन्। अब म आफ्नो प्रस्तुतिकरण सुरु गर्न चाहन्छु। एका देशमा एउटा बिरालो र मुसा थिए। बिरालो र मुसा मिल्ने साथी थिए। बिरालोसँग भएको खानेकुरा मुसालाई दिन्थे, मुसासँग भएको खानेकुरा बिरालोलाई दिन्थे। एक दिन बिरालोले कराईभरि खिर भेटायो। कराईभरि खिर देखेर बिरालो खुसी भयो। बिरालो मिठो मानेर मुसालाई बोलायो। मुसो पनि बिरालोलाई खिर मिठो लाएर मानेर दुवैजना बाँडेर खायो। त्यसपछि खिर धेरै भएकोले खान नसकेर भोलिपल्ट खाम भनेर राखे। बिरालो आफ्नो दुलोभित्र सुत्न गए। बिरालो पनि आफ्नो दुलोभित्र सुत्न गए। मुसो खिर भएको ठाउँमा गए, तर भर्खरै खिर खाएकोले उसलाई चित्त बुझेन। चित्त नबुझेकोले खिर आफ्नो दुलोभित्र पसारेपछि ऊ खिर खान थाल्यो। उसले सम्झिरह्यो बिरालोको पेट ठुलो छ, उसले धेरै खाइदिन्छ। मेरो पेट सानो छ, म धेरै खान सक्दिनँ भनेर खान थाले। एक दिन बिरालो पिउँदो। बिरालो कराईको ठाउँमा गएर खिर थिएन। खिर नभएकोले म्याउ म्याउ गर्दै मुसालाई बोलायो। तर मुसो देखा परेन। अनि मुसोको दुलो नजिक गए। दुलो नजिक गएर खिरको वास्ता असन्दै आइरहेको थियो। आइरहेपछि बिरालोले चाल पायो। चोरेर खायो भनेर मुसोदेखि रिस उठ्यो। रिस उठेपछि बिरालोलाई बोलायो अनि रिस उठेर बोलायो। पछि बिरालो रिस उठेर बिरालोले भन्यो, मेरो भाग खै तैँले मात्रै खाइदिने भनेर मुसोलाई करायो। त्यसपछि बिरालो दलले त्यहीँ बसिरहन्छन् र बिरालो त्यहीँ रोकिरहन्छन्। मुसो पनि त्यही दुलोभित्र खिर थोरै थोरै खान्छन्। अनि मुसो बाहिर गयो भने मुसो झम्टिहाल्छ भनेर मुसो दुलोभित्र बसिरह्यो, तर उसको खिर थोरै थोरै खाँदै गर्छन्। मैले बुझेको कुरा हामीले लोभीपन गर्नु हुँदैन र मिलेर खानुपर्छ भनेर। धन्यवाद।